Hey guys, what's up? It's your boy. Yeah. के छ सबैलाई? I hope everyone was fine. र म पनि एकदम गुड छु र त्यही भएर आजको ब्लग स्टार्ट गरौँ हैन। आज चाहिँ हाम्रो स्कुलमा फेयरवेल। सो अब फेयरवेलको लागि चाहिँ जान लाग्यो। अलिकति हात बढाउन काम गर्नु। व्हाइट लगाएर आऊ भन्थे केटाहरूले। व्हाइट त लाखौँ भित्रदेखि बाहिरदेखि यो लाखौँ के किनकि फोहोर लागिहाल्छ त्यो हुन्छ नि त्यो चलाउँदा के गर्यो भने यताउता एक्कासी फोहोर लाग्यो भने धुन झ्याउ त्यो मेटिन्छ कि मेटिन्न त्यो अझै त्यो प्यान नै हुन्छ अझै होइन त्यो उस हो क्या मास हो क्या यताउताको त के अरे होल्सहरू होइन अनि त्यही भएर झ्याउ हुन्छ भनेर त्यो चाहिँ गरेन मैले मतलब यो लाएर आएँ सेफ्टीको लागि बिचमा प्रोटेक्सन त्यो वाला होइन फेरि त्यस्तो नसोच्नु होला प्लिज सो गाई चाहिँ यो जाम अब आधी बाटो त आधीमा पुगिसक्यो भनौँ न खासमा के भएको थियो भन्दा हामीहरू कटेजमा भेटौँ यस्तो चियासा खाम त्यसपछि जाम्ला भन्ने कुरा भएको थियो फेरि कटेज बन्द रहेछ आज उताको सो हामी हिँड्दै अब डाइरेक्ट उता स्कुलतिरै भेट्दिउँ न त भने ल भनेको त्यही हो गाई चाहिँ त ल एकैछिनको लागि बाई भन्न चाहन्छु हेर्नु क्या अलिअलि ए मनोज भाइ ए अभि भाइ ए के अरे शुभम भाइ यस हाम्रो सामान कटिङ हुँदैछ गाइज है डक्टर मैले उसको के भन्छन् चाकभित्र के हुन्छ बाबासिरको मैले इलाज गर्छु यस्तो हातलाई निकाल्छु पहिला मैले उङ्लीमा क्यामेरा लाउँछु अनि क्यामेराबाट हेर्छु कुन कहाँ के दिक्कत छ भनेर ट्याक्का लगाएर अनि फेरि त्यही हिसाबले मैले अब जसको जस्तै हो त्यस्तै भाइको भनौँ न अब यसको जस्तै अब यहाँ छ त्यही हिसाबले मैले गर्छु आज ब्लगमा हामीले देख्न सकिन्छ आजको हामीले कसरी यहाँ म्यानेज गर्न गइरहेको छौँ ल त गाइज हुन्छ सबै कुरा ल त गाइज हाम्रो आदि काम भयो अङ्कलजी वाट्सअप अङ्कलजी वाट्सअप के छ हाम्रो भाडा बुढीहरू काम गर्दैछन् गयो अब गेम हाल्न जानु पर्छ कत्रो छ क्यामेरा ए दामी रहेछ त यार मेरो भन्दा त दामी रहेछ हाल्नु पर्छ ट्याग गर्नु ल अहिले के ल त गाइज हामी अब फेरि खेल्न जानु लाग्छौँ एकैछिन आइयो मनोज भाइ त यहीँ छ त स्टुडेन्ट गर्छ नि त कसलाई यतापट्टिको के यो अनि सिधा गर्छन् खासमा अनि सिधा भन्दा नि यस्तो बङ्गारै गर्ने हो किनकि फाइदा उस हुन्छ यस्तो यस्तो त्यो पनि हो ल त गाइज हामी अब ड्याममा एकैछिन अनि अगाडि देखाउँदा यस्तो सजिलो हुन्छ नि त अनि यस्तो पनि मिल्छ नि यस्तो झन् सजिलो हुन्छ ल त गाइज हामी अब एकैछिन फेरि खेल्छौँ सबै केटाहरू रहेछन् हुल केही जान्छ कि ल साथी ल ल फेरि हान्नु है त ल गाई यसलाई चिन्नुहुन्छ मेरो भ्लग आएको फर्स्ट भ्लग आएको बिचरा यार ल है त गाइज है त ल अब यहाँ फेरि हान्ला हामी पनि खेलिन्छ के छ त गाइज हाम्रो यहाँ साथीहरू भेटिसकेको छन् है ड्याममा जे होस् अब ट्याक्कै गराउने है अब के भन्दाखेरि अब उता कपाल काट्ने ठाउँमा जाने हो साथी आउँदैछ एउटा होइन अनि उसले चाहिँ अब आऊ भनेछन् अनि एकैछिन उतै बस्ने अनि उतै बसेर यसो कपाल सबै तिम्रो काट्दै होला अनि तिमीले काट्यो भने हामी यसो बसेर आउने त हो नि होइन अनि फेयरवेल अझै हुने बाँकी छ भएको छैन होइन भाइहरू कपडा लाउनु गएको सबै
दुई तिनवटा भाइहरू कपडा लाउनु गयो हामी चाहिँ यतातिर बसिरहेको फिल्डमा त्यही हो अब डाइरेक्ट अब आएपछि अनि गरम लाग्यो त गाइज ल सर डाइरेक्ट स्कुलतिरै भेटौँ न नत्र गाइज सलाम बस भर्खर हामी स्कुल पुग्यौँ घरदेखि यिनीहरू भाइहरू घरदेखि आएको छन् गाइज है हामी चाहिँ ट्याक्क यसो घुमेर आएको होइन कपाल काट्ने ठाउँमा गएको थियौँ साथी कपाल काट्न आउँछ भने फेरि उसले फेरि प्लान चेन्ज गरिदियो कपाल काट्न गएको थियो साथीको सर यो गुड मर्निङ यो मान्ने छ दाइ गुड मर्निङ साथी नको पैसा कति चाहियो 1000 2000 कसले खाएको यो कसले खाएको यो हजुर कति चाहियो भन 10 20 30 40 50 60 रुपियाँ 1000 2 3 50 रुपियाँ खाने नि मास मलाई राख्दा यो मेकअप गरेको केटीहरूले खाएको भनेर लोभीहरू पिते खाएछन् छैन त्यहाँ ओ ढोका खोल्दा भोला यार बिर्सेको यार साथी यार बोल्दा यार बोल्दा बोल्दा हराइदिएको के मासु मासु भन्ने यार यिनीहरूले यार मलाई ट्रिपमा हान्थ्यो यार गुड मर्निङ बा आफ्टरनुन भन्ने न हो ए आफ्टरनुन है खै 12 बजे गुड नाइट ए सरी आफ्टरनुन लामो रन गाइज आइफोन निकालिहाले वी आर फ्यामिली है स्टेप ब्रदर सब स्टेप ब्रदर उता स्टेप सिस्टरहरू छन् मतलब टिकटक गराउँदै खान गाइज है म मिया खाली हो भन्दै ए मेरो भाइले राम्रो काम गरेछ है दाइ छम्माले बितेर न त गर्थेन वाइट हेर कस्तो यो लभ बाइटै बाहा सुल्टीले मेट्टाको यस्तो छम्मा भयो ए साथी फेरि बिर्सेको वेलकम के छ उ दाइ नक भएर त उता सुत्नु भएको छ उता भन कि उता पैसा देऊ न त नि 50 रुपैयाँ हेर न त्यही हो म मर्छु कि उ त्यसलाई हेर न त्यसलाई उठाउन एकचोटि मेरो पैसा तसँग छ सर्टी भएको चाहिन्छ कि ओए त्यसलाई गरेर त्यसलाई बन्दरलाई बन्दुक ओए अझै चाहिँ गएन तेरो अझै गएन तेरो खै म बनाइदिउ सुत्ने हो अझै गएन ए साथी व्हाट्सअप ल कमिङ राणा भाइ ए मोबाइल ए हैन ब्लग ओए क्यामेराम्यान यहाँ लामो क्यामेराम्यान कम अन गाइस ल के हो हा के बेन्ची बनाउने हो ए चार्जर कुन ल्याए आज चार्जर मैले कोला ल्याए भन्थे आज अघि नै रोहितलाई होला रोहित भाइले रोहित ल्याछ तर के टी साइप र सी साइप त छ के छ कसँग छ त्यहीसँग छ ए ए हाम्रो स्कुलको यारको रन गोलु डन यी माट त्यो ओए यसलाई कसले उस बनायो यहाँ दाइ यसलाई क्यामेरामा कसले लिएर आउनु भनु फक दिएको छ यार यी के हाल्दैछौ साथी लालीपप फक आई फक यु इट माई लालीपप और नट जाम ओए राणा ओए रोक यहाँ हाँ टोइलेटतिर छ हजुर यी एउटा ठम्माले भनेर सब लाएर छ ऊ राणा भाइ आउँदैछ यसको हिँडाइ खतरा मिठो छ के केटीको भन्दा मिठो छ हाम्रो साइल्डो आएनन् क्या आज हाम्रो गफाडी साइल्डो फेरि मन साथी सन्चै छ सन्चै होस् तर त मार्नस् के आज मेरो भाइ यहाँ त फोरो लाग्छ दिँदा तर मेरोमै चार्ज छैन चार्जै लाउन पासेन तर होइन के दाइ अहिले बढो भनिदिन्छ 60 प्लसमा तपाईँ
ऊ रोशन साथी उहाँ छन् ए भिडियो त उठेको ऊ हाम्रो सबभन्दा डेन्जरस सर नखदेखि भर्खर फक हुनुभएछ एक ठ्याक्कै छ होइन क्या मतलब 111 गाइज आवर सब्सक्राइबर बिन 111 है छिटो छिटो के हुनु 110 के हुनु पर्यो अनि एउटा सिल्भर प्ले बटन पार्टी मर्निङ गुड मर्निङ ए नाइट मर्निङ इभिनिङ भन्ने के भन्छ 12 बजेको घामसित जाम माथि होइन हाम्रो केशव सोल्टी खै गाइज हाम्रो केशव सोल्टी रोहितसँग रोहित भाइ चार्जर रोहित एउटा रोहितसँग एउटा मसँग भाइ हो चार्जर के चार्जर हामीले चार्ज गर्ने हो के त्याते रन 100% चार्ज गर न के? बाबुहरु म भ्लग गराउने हो कि यो त देखा ल bombastic side eye. खाना गयो give me the charger please चार्जर मेरै फोनमा चार्ज छैन हटेको क्या बोला चाहियो हाय भन्न छोटो रे तेरो ठोडा भन्दा राम्रो देखिन्छ अनि मेकअप गर्नु भन्दा राम्रो देखिन्छ यसमा हाम्रो सर बोल्नु भएको छ भर्खर यो अफ्रिकादेखि आएको पढ्न सुन हाम्रो सरले पुरा हेलो 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 Hello. 1, 2, hello, hello. Listen, hello. सर बुझ्दैछ Hello. यस्तै हो क्यामेरामा त यो कुर्ता लाएर आएको छ धन्न बडा पेन्टिङ सेट लाएर आएन 10 केटी हेन्चे गर न Hello. हेन्चे गर न हेर न यस्तो रिस उठेको मेरो त तिम्रो भन्दा त तिम्रो ठोडा भन्दा त मेरो उसै धेरै छ सो गाइज हामी फेरि हान्ने पछि है यस ए यहाँ दोष आयो भनिदेऊ न तिम्रो नाम के भयो अभिषेक महतो हो महतो हो तिम्रो नाम के हो अभिषेक नेउली हो तिमी पनि नेउली बिक यहाँ गोरो बिका दाइ अगाडि जाम हाय भन यो मेस्सीको ब्यान्ड मेस्सीको ब्यान्ड पऱ्यो साथ त्यो नेमारको ब्यान्ड पऱ्यो गाइज टुडे इज माई रबिन भाइ इज भ्लग के अरे मतलब क्यामराम्यान यस क्यामेराम्यान बेस्ट मेरो सर ज्याकेट चाहिँ उता छुट्यो ह जाम उही जाम यो हाम्रो स्कुल यस्तो राम्रो छ यो हाम्रो स्कुलको 10 कुरा भन्न भेरी नाइस भेरी ब्युटिफुल हाम्रो मेकअप पावर ए पहिलो मेरो मोबाइल चार्ज गरिदिन्छस् रोक्नु है तिमी चाहिँ चार्ज भयो ला मेरो मोबाइल राख्दैन अहिलेलाई ल ल छोप अहिले क्यामेराम्यान हो त ए यहाँ मोबाइल चार्ज ओ यहाँ त हिरो त ल मेकअप पावर मेकअप पावर ल हाम्रो कालो लाइन गोरो पार्दैछ है लो क्यामेराले देखेन यार मेकअपलाई त ल यता दिदीहरू मेकअप यो पनि मेकअप पावर हो एभ्रीवन 10 क्लास नमस्ते गुड मर्निङ गुड आफ्टरनुन मेरो ज्याकेट छुटेको नमस्ते दाइ
आएन कि दिदी होला नि मेरो ज्याकेट छुटेको यता आयो कता ल अब हामी दाइ ज्याकेट लिन जानुभएको छ ओ यो ए 10 का ओ दाइ हाई गरिदिनु न दाइ यो गेमको नाम के हो दाइ रोल ब्ल्याक्स ए हल्का यो केटीले गेम खेल्ने हो तपाईँ केटाले भएर किन खेल्नु भएको छ ऊ अर्को ओए बिमार हो केटा बिमार खेलेको यो एकाउन्ट बब्ली छ तर बट हो यो बट ओए पंखा बन्द गरिदिउँ यहाँ बिल नकाटिदिउँ स्कुलको पाक पक 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 म फर्स्ट टाइम स्कुल यो क्लासमा पढेको फर्स्ट टाइम आउँदा यो त नेपाली हो म यहाँ इक्जाममा पढेँ भल एक टाइम कति बजी दाइ 12:20 भएको छ दाइ माछाम यति राम्रो कपडा छ तर गुगो खेल्नेमा भन्दिन्न ल भाइ थ्याङ्क यू अङ्कल राम्रोसित अङ्कलले काम गर्नुहुन्छ मलाई गाइस है मलाई चाहिँ एउटा आयो तिमी त देखिन्छौ क्या ल राम्रोसित लाऊ ल जाम चल यसले गाए मान्न सक्छु ल र यो चाहिँ नुबी एकाउन्ट हो तर प्रो छ खेल्दामा सेटिङ मिलाएको छ ह्याकरले खै मेरो मोबाइल दिन त अब पछि ब्लग यहाँ हाम्रो साथी भर्खर बाहिर गएर आएको छन् केटाहरू आयो यहाँ मेरो मोटु भाइले सरहरू यहाँ हुन्छ हाम्रो अध्यक्ष सर ऊ बिचमा अध्यक्ष सर गाइज हाम्रो सबै आइसकेको छ यता मेरो भ्लगिङ अल गुड साथी होइन खिचौनी होइन गुड मर्निङ गुड आफ्टरनुन ओ साथी गुड मर्निङ ए गुड आफ्टरनुन गुड आफ्टरनुन मैले स्टोरी हेरेको थिएँ मैले रोक तिमीलाई जानेछु मैले साथी गुड आफ्टरनुन ए गुड आफ्टरनुन साथी गुड आफ्टरनुन है भ्लगर हो ए र थ्याङ्क यू सो मच सब्सक्राइब रिम्स गौचन भ्लग त होइन रिम्स गौचन मात्रै है सो गाइज हाम्रो यतातिर के भइरहेको सूचना मोबाइल बन्द अब मोबाइल अफ गर है सबैले मोबाइल अफ गर ल गाइज सबै मिलाएर ल है त गाइज है हाम्रो अहिले यहाँ सूचना भयो सबै टिका लगाउने 10जनालाई 10 क्लासको लागि चाहिँ सबैलाई टिका सिका चाँदनी कम हियर वाउ नाइस गाइस हाम्रो 10 को राम्रो केटीहरू गइराखन् गाइज है ओए नवीन गयो ओ सिटी बोल्नु सिटी साथी सिटी
बजाउने आउनु के यो सन्नाउँछ बजाउनु एसटीके भइरहेको खनाल गयो दाइ खनाल ओए खनाल गयो ओए ताली पनि बजाउने यार केटा यार नवीन नवीन मिस हाउ डु यु फिल मिस हाई भन्ने हाई रगो के मिस हाई थ्याङ्क यू मिस थ्याङ्क यू मिस सिटी नबताऊ बाजा छैन अघि खोइ मुकेश थियो त्यो गोरे भाइ थियो तिनीहरू त आएको थियो त फेरि गएको तिनीहरू बुढो गएको केउली मुकेश त गोरे भाइ सो गाइज हाम्रो अब यहाँ केटीहरू गइरहेको छन् टिका सिका लाउन है अहिले सबैको सम्मान गरेर अहिले के हुन्छ सबै भनौँ न त हाम्रो अब के छि गाइज हाम्रो लाइनिङ हुँदैछ यहाँ ओ राणा सोल्टी के हो एक्स्ट्रा ल है त गाइज हाम्रो सामान आउँदै हातमा तैँले छोप्दे देसी बनाउँछु आशिष सर होल्ड द क्यामेरा प्लिज आउँछ एउटा डायरी के गरे हेर त त्यसले उस पायो ओ यताले साटम तरमा साटम पेन खै हामीलाई साटम 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 तैँले म साटम तैँले म साटम साटम के साटम तैँले म साटम हेर त साटम के मेरो सिटमा बस्छस् त हुन्छ यो मेरो सिट हो कि नाइ यो मेरो सिट हो न हुन्छ छिटो हट है छिटो मेरो सिट हो यो दिस इज माई सिट फर्मुला कपी गाइज है हामीलाई 10मा अब फर्मुला पढाउनुलाई यहीमै लेख्नुपर्छ है गाइज है पुगिन्छ कि पुगिन त थाहा छैन त 10मा चाहिँ यही हो ओए नक्सा पनि छ खोइ हाम्रो छैन हाम्रो त अर्कै छ यो त अगाडि कसको नाम कसको ए मोरोकोलो द कलर इज द स्काई मोरोको साटम के
साटम न साथी समीर पायो साटम त मस्के छ नि यार साथी यार साटम मैले पेन पाएन साटम साटम त प्लिज मलाई भएन गाइस साटम के पहिला त्यो क्यामेरा बन्द गर्ने लगे यो यता अफ गर्नु A few moments later. किन सेलाको हान्न चापा यार किन सेलाको के भएर किन सेलाको तिमीहरू यार त्यत्रो भाते बजाउन भोक राख्ने गरिने ठाउँमा बजाउन हराम खोला गइन र बजाउ र त्यत्रो खुलाउ र किन सेलाको तिमीहरू पनि कामै लागेन र के गर्ने अब कस्तो मजा आएको यार नाच्ने यार एकैछिन यार यत्रो भात खुला गरेर बजाउन सक्दैन केटा होला उहाँ झन् बाजा बजाउँछन् के सर आयो भनिदिनु सर हाम्रो प्रिन्सिपल सर अब हामी यहाँ नाचगान डम डम टक 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 डम डम ल कहाँ सर ओ नाच्न जाने दाइ सर यहाँ अर्को ब्लगर ए छपरी यो छ ब्लग हो कि सर सर दाइ हेर्नु त ब्लगरलाई के भन्नु छ यो सरले केही भन्नु पर्यो हाई हेलो बाई बाई Hi, hello, bye bye. सरको यहाँ अतिथि ए त नबोल न ब्लगको नाम के थाहा छ अनि हल्ला नगर अब हल्ला गर्छु मेरै होइन दाइको स्नेमेस उहाँ हुनुहुन्छ उयो यहाँ जाऊ साथी जाऊ नाच्न भन्छ र हिँड्न न दाइकोमा चार्जै छैन फिक्स चार्ज छ तर जे होस् दाइकोमा ब्लग गरेर मजा दिन्छ कि तर उता हेर नि टिकटकर दिदीहरूलाई आइ पनि जस्तै गरेर टिकटक बनाइरहेछ नि जुत्ता एनमा 15,000को 16,000को 31,000को जुत्ता लाछन् दुइटाले अनि साथी कस्तो भइरहेछ आज कस्तो भएछ भन न कस्तो भएछ तिमीलाई आज भन त आजको अनुभव देऊ न कस्तो फेरि क्यामेरा देख्ने यतिकै लजाउनु रहेछन् के ती
तिमीलाई कस्तो अनुभव भएको छ ए तिमी हेन्सी देखेछौ के नलजाउ न यस्तो लजाउँछ रिमिक्स दाइमा नाच्दै हुन्छ फर्मल लाएर आज हेन्सीबाट रिमिक्स दाइ नाच्दै हुनुहुन्छ सर यहाँ हिँड्दै हुन्छ को दिदीले आएर सर भएन यस्तो भन्नुभएको छ फाल डराउँछु यहाँ नफाल है हेर थोपडामा नफाल ए मासला यो 90 वाटको लाइटले मलाई छेपिदिएको ओए मलाई देऊ न नफाल है देऊ न नफाल न भर्खर मोबाइलमा पनि पर्छ नफाल न हेर हेर साथी होइन मा कस देऊ न बरु रिमिक्स दाइकोमा फाल्दम देऊ न मेरो होइन कि यो स्प्रे गाडहरूले के ह्यापनिङ भइरहेको त छम्मासँग रिसाएर टोइलेट गर्छ केटीको टोइलेट ओए जाऊ के भित्रै त्यस्तो नबना यार तिम्रो जेन्डर कट हानी गराएको त्यस्तो पुरै नगराएको किन जाम बाहिर जाम हाम्रो भाइहरू आएका छन् उगे आयो जाम मैले मोबाइल निकालेँ ओए केटा मैले मोबाइल निकालेँ देन पर्सनको पछाडि छेप्ने हो कि मलाई यही छेपेको उहाँ छु राम्रो अब एउटा पर्सनलाई मलाई गरेको तिमीले दे म गर्छु लाउँछु पहिला तले त क्या भइरहेको I'm sorry. She's my sis, guys. हाम्रो यहाँ Let's go. ल गाइस हामी जिम बन्द हुन्छौँ टाउको दुखेर के हराम टाउको बिहान खाली पेट पूजा गरेपछि यस्तै हुन्छ यो उता उठ्ने हो तिमी नाच्ने यो नाच्ने बरु छम्माले मारिहाल्छ नि हात्दैन साथी पानी लबर बोल्थ्यो ओए लबर जो परेछ उसलाई यसो त्यही भएर चस्मा ल तिमीले लगाऊ तिमीले पावरवाला होइन ल सल्लाह दिन्थ्यौ सल्लाह दिनु त सल्लाह दिन्थ्यौँ ल when two blogger meet each other सर पनि ब्लगर म पनि ब्लगर सर युट्युबमा हेर्नु के रिमिक्स दाइको हजुर हाई रिमिक्स ब्लग हेलो ओए नाच्छ न नाच्नु न अङ्कल नाच्न पर्यो के अङ्कल कमन अङ्कल नाच्न पर्यो के अङ्कल नाच्न पर्यो नाच्न अङ्कल नाच्नु पर्यो के ओए नाच नि तिमी यो कोट पैन लाएर यहाँ बस्छु चाहिँ लेट दाइ आइज तपाईँलाई म हिँड्छु आइज यहाँ सबैजना नारीहरू नारी अरे दाइनुले नारी भन्दा सुहाउँदैन नाच्न डोडा छ यार मान्छेको 400को ल अब
कमिङ केशव दाईलाई गेट बाहिर थुनिदिरहेको छन् हाम्रो सिधाइ बल्ल एन्ट्री भएको छ भलिबलमा फर्स्ट भएर आउनु भएको छ भलिबलमा फर्स्ट भएर आएर यहाँ ढिलो भएको छ आज केशव दाईलाई ओ युपी भन्छ केशव सिंह दाई भन् यो मोटेले युपी भन्नु के मलाई म गर्छु म डान्सर तिमीलाई तर हुन त रन बिचरा खान्थ्यो यार पछि भोका एकेर खाएपछि टाइममा एनर्जी आउँछ क्या ल रिमिक्स दाई ल केशव दाई जानु ल कहाँ केशव दाईको बोडीगार्डहरू हिँडिरहेको छन् पछाडि यहाँ दुईजना बोडीगार्ड अर्को दुईजना बोडीगार्ड एउटा बोडीगार्ड उहाँ ढोका खोल्न गएको छ खै अरू यही अर्को नवीन बोडीगार्ड ल यहाँ खाने कुराहरू छ ल दाई खानु न हल्का खानु न दाई खानु के भन्नु दाईलाई म बनाउँछु कि छोड्नु म बनाउँछु दामी देखेछौ है तिमी साथी खै फुल देखाइदेऊ न तिम्रो फुल खै त तिम्रो काँक्रा खाँदै हिँड्छौ है हराम ल सब नाच्छ अब यहाँ आशिष सब नाच्नु न केशव दाई सर ल भन्नु हजुरको युट्युब च्यानल नेम के हुन्छ युट्युब च्यानल नेम सरको आइमन हुन्छ यी हाम्रो क्लासको एउटा बहिनी यहाँ बहिनीहरू हाम्रो दाई हाम्रो सबभन्दा हेन्सी दाई हाम्रो सबभन्दा राम्रो दाई ओए भ्यान्चो जितेर आएको नम्बर त बराबर हो नम्बर गर्दैन खोलेर जानु भएको छैन कतिमा हार्यो सम्माले वान्टे भनेर मारिसके दाइलाई बाँकी नै सक्यो मेरो ब्लगमा साथी यतिको हुनुपर्छ यतिको अतिथिको रूपमा एउटा गेम हान्थ्यो क्या फिरो हान्दैछन् के यहाँ थ्री फिङ्गर प्लेयर तिमी पनि फ्री फायर खेल्छौ ल ओए ल कसको मोबाइल तिम्रो एकाउन्ट हो नाच्नु जाने होइन तिम्रो एकाउन्ट तिम्रो एकाउन्ट कहिले खेल्ने रहेछ क्या हो नि कहिले खेल्छ तिमीले यिनको एकाउन्ट कहाँ अरूले खेलिरहेछ तिम्रो एकाउन्ट त्यही भएर ए स्टार बक्स गेम हो नि ल गाइज चाहिँ एकैछिन पज हुनेछौँ हामी अब 5 नम्बरतिर यस्तो भयो क्या ल पर्सन भाइ थ्याङ्क यू मा तैँले मलाई पैसा हालिदिएछ यार सही हो ल भाइ
मलाई जानु त ल है भाइ थ्याङ्क यू सो मच ल मेरो भाइ अहिले 25 हालिदियो ट्याक्क दाइ जाने बेलासँगै जाऊँ के अरे दाइ के अरे 25 रुपियाँ हालिदिन्छु यता 2 नम्बर दाइ 2 नम्बर हजुर भाइले ट्याक्क हालिदियो मलाई के अरे पैसा चाहिँ हालिदियो अनि दाइ बस्नु जाने भयो सँगै हुन्छ राम्रो न भन्यो त्यत्रो डान्स पनि कहिले गरियो अब होइन नानी अब हिँड्ने घरि खाना बनाइदिएर खाना पुऱ्याइन गइरहेको छ घरि तरकारी किन्न गइरहेको छ घरि सलाद किन्न गइरहेको छ गयो अनि त्यही भएर त आजको भ्लग चाहिँ यहीँ हुन्छ होला सायद र त्यही हो गाइस मन परेमा लाइक सेयर सब्सक्राइब सबै गर्नु होला र आजको भ्लग यहीँ नै छ